यता फर्किँदा नि हुँदैन, उता फर्किँदा नि हुँदैन। रातिको 1-2 बज्न आँटिसक्यो, 3 दिनदेखि ग्यास्ट्रिक भएको निको हुँदैन। करेन्ट चाउचाउ खान मन लागेर त्यही माथि यही करेन्ट चाउचाउ स्र्याप यत्रो गाँस हालेर खाएको आउँछ। यत्रो ठुलो गाँस हालेर निल्दाखेरि हो नि घाँटी दुख्ने गरी करेन्ट चाउचाउ खान मन लाग्यो। साथीहरू आधा रातमा उठेर म त यस्तो क्रेभिङ भएर नि करेन्ट चाउचाउ फेरि एउटा मात्रै रहेछ के। अनि अन्डा उम्मिन कति टाइम लागेको तारे 2टा अन्डा अरू बोइल गर्न छोड्थेँ। फ्रोजन मोमो रहेछ बनाएँ टक्कसितले ससेजहरू हालेर त्यति भएपछि त टाउको दुखेको पनि निको भयो। रुगा निको भएन अझ त्यति खाँदा पनि रुगा चाहिँ निको भएन। फ्रिजबाट चिसो कोक खाएपछि त के को टाउको दुख्नु रुगा लाग्नु सबै निको भएर सुतेँ म अनि।